गएको हप्ताहरूको न्युजहरू मसँग रहेको छन्, जुन ताजा खबर चाहिँ एकदमै चटपटा जस्तो। पहिलोचोटि मेरो च्यानलमा भिजिट गर्नु भएको छ भने प्लिज तपाईहरू यो च्यानलमा फर्स्ट टाइम भिजिट गरिराख्नु भएको छ भने हजुरहरूसँग म सहयोग माग्न चाहन्छु। लाल बटन देखिराख्नु भएको छ भने त्यो दबाएर यस च्यानलको सदस्य बन्न म आग्रह गर्न चाहन्छु। हाम्रो गएको हप्ताहरूमा प्रदर्शनमा आएका चलचित्र कुमारी रमिताको पिरथी, जुन यी चलचित्रहरू फ्लप भइसकेका छ। मलाई लागिरहेको थियो कुमारी मुभी सायद मेबी मलाई हिट जान्छ जस्तो लागेको थियो, तर के गर्नु भएन। किन फ्लप भयो इन मुभीहरू भन्दा किनकि अडियन्सहरूले आबाट आमालाई यति माया दिनुभयो कि जुन सायद अरू मुभी त्यो अगाडि टिक्न सके। खुसी पनि यो कुरामा लाग्छ कि आबाट आमाले हाम्रो नेपाली नेट बक्स अफिस कलेक्सन 10 करोड गरेको छ, जुन 2082 मा टप लिस्टमा आएका छन्। हल्का एडजस्ट गर्नु किनकि फोटो यस्तै छ। 2082 का सबैभन्दा बढी पैसा कमाउने 5औं नम्बरमा जारी 2 रहेको छ, और 4औं नम्बरमा उनको स्वेटर मुभी, और 3 नम्बरमा रहेको छ चेरी, और नम्बर 2 मा रहेको छ आबाट आमा। पहिलो नम्बरमा आफ्नो नाम छापिसकेका छन् प्राण मुभीले, जुन आबाट आमाले सायद बिट गर्न सक्छन् आउँदो दिनहरूमा मलाई लाग्छ। त्यही पनि हेरौँ आबाट आमाले लास्ट नेट कलेक्सन कतिसम्म गर्छ, वर्ल्ड वाइड लाइफ टाइम कलेक्सन, त्यो हेर्नुपर्छ। त्यो मेरो भोइस 2x2 जस्तो भइराखेको छ होला, सरी त्यसको लागि, किनकि यति छिटो गर्नुपर्छ किनकि हजुरहरूलाई पनि सायद बोर लाग्न सक्छ। अहिले भर्खरै सोसियल मिडियामा निखिल दाईको यो पोस्टरले आग फायर वर्ल्ड फायर गरेको छ, जुन सोसियल मिडियामा एकदमै भाइरल भएको छ। जुन उनको लुक हेर्दा त आउटस्ट्यान्डिङ छ, जुन अहिले सोसियल मिडियामा जताततै निखिल दाईको नै चर्चा भइरहेको छ। कस्तुरी चलचित्र हो, जुन उनको लुक हेर्दा यस्तो राम्रो लागिरहेछ, मुभी कस्तो राम्रो होला। तर जसले जे भने पनि यो तस्बिरले हाइप त एकदमै बवाल नै गरिरहेको छ। अझै निखिल दाईको अर्को समाचारले गर्दा नेपाली चलचित्र इतिहासमा डरको माहौल बन्दैछ। यो रुमर सही हो कि गलत हो त्यो मलाई थाहा छैन, तर सायद यो ट्रु भयो भने एक फ्रेममा 2 एक्सन स्टारलाई देख्नु भनेको एक्साइटिङ कुरा हो। जुन नयाँ र पुरानो एक्सन स्टारलाई एक फ्रेममा देख्नु भने एकदमै फ्यानहरूको लागि सिटी मार कुरा हो। तर कतै मनमा डर पनि लागिरहेछ कि कस्तो होला 2 एक्सन स्टारलाई एक फ्रेममा देख्न। खुसी पनि लागिरहेछ, दुःख पनि लागिरहेछ, कभी खुसी कभी गम। यस्तै बिचमा म न्युजहरूको पोस्टहरू हेर्दै थिएँ, त्यो बिचमा हाम्रो विराज दाईको नयाँ रिलिज सङ हुँदैछ आइतबार, जुन हाम्रो राम नाम सत्य होस् मुभीको रहेको छ। तर मलाई यो कुराले डर लागिरहेछ कि कुनै टिजर पोस्ट सिधै सङ्गीत नै रिलिज गरिदिएर के भन्नु, न कुनै पोस्ट छ न कुनै टिजर छ। मुभीको हाइप बनाउन कुनै एक इम्प्याक्ट राख्ने कुरा सहरी दर्शकहरू मच्छरले डिस्टर्ब गरिरहेछ मलाई। फर्स्टमा रिलिज गर्नुपर्छ, तर यहाँ होइन गीत नै सङ्गीत नै रिलिज गर्छु भन्ने जस्तो गरेको छ। तर मलाई यो ठिक लागेन। अब हाम्रो तम्रो मन भएर हुँदैन क्यारे, मेकर्सको मन हो, जतिखेर पनि उनी जे पनि पोस्ट गर्न सक्छ। त्यसैले हामीले के बोल्नु अहिलेलाई जब चलचित्र रिलिज हुन्छ त्यतिखेर हामीहरू त भनिहाल्छौँ नि फुटबल गोलो छ, त्यसैले समय हर कसैको हुन्छ। धेरै भिडियो लङ नबनाउ सोचिरहेको थिएँ, फेरि म यो के देखिरहेको छु, ए मेरो हजुर 5 वैशाखमा सुटिङ हुने स्क्रिप्ट फाइनल बनिसक्यो। अब के गरौँ, टाउको हातमा राखिसकेँ मैले त्यतिखेर। आएपछि हेरौँला कस्तो हुन्छ। तर कहानी लभ स्टोरी के नहोस्, म त्यो कुरा भन्न चाहन्छु। रिभेन्जको होस् र 18+ पनि जाओस्। म देख्न चाहन्छु अनमोल केसीलाई यस्तो भाइलेन्स रूपमा, जुन मेरो सपना पुरा हुन्छ हुँदैन थाहा छैन। फेरि म रोएको छैन नि, पृथ्वी गोलो छ त्यसैले सबको टाइम हुन्छ। अरू पनि कुनै कुराहरू छुट्टिएको छ भन्ने कमेन्टमा भनिदिनु होला।